मार्केटिङको क्लासेसहरू अहिले गरिरहेको छु होइन, हामीले फिजिक्स क्लास अनलाइन क्लास चाहिँ गर्दैछु। तर मैले धेरै जस्तो मान्छेहरूले चाहिँ के देखिरहेको छु भन्दाखेरि चाहिँ सबैले टुल सिक्नु मन छ क्या। एउटा एड्स म्यानेजर सिक्नु मन छ, एउटालाई चाहिँ कि यो कसरी बनाउने सिक्नु मन छ। तर मेरो पर्सपेक्टिभ के छ भन्दाखेरि चाहिँ टुल्स तपाईँले जहाँबाट सिक्न सक्नुहुन्छ, एकछिन तपाईँले गर्नुभयो भने 2-3 दिनमा सिक्न सकिन्छ। तर मेटा एड्सको कन्टेक्स्टमा चाहिँ अहिले कस्तो छ भन्दाखेरि रेदर देन टुल्स तपाईँको अडियन्सको अन्डरस्ट्यान्डिङ, एउटा इमोसनल कनेक्सन नेसेसरी छ कि। किनकि मेटा एड्स भनेको त एउटा सिम्पल सिस्टम हो नि त, सिस्टमलाई अन्डरस्ट्यान्ड गरि सकिहाल्यो। बट तपाईँले चाहिँ सिस्टम अन्डरस्ट्यान्ड गर्नु फेरि एकदम जरुरी छ कि होइन। अब जस्तै वासिङ मेसिन कुरा गरौँ न, वासिङ मेसिन इज अ सिस्टम। तपाईँले के गर्नुहुन्छ भन्दाखेरि अब गएर तपाईँले बटन क्लिक गरेर लुगा आफै उडेर आएर त्यहाँ गएर धोइँदैन होइन। त्यहाँ लुगा लगाएर राख्नु पर्यो होइन, अनि बटन अन गर्नु पर्यो, सर्फहरू सेट गर्नु पर्यो, टाइमर सेट गर्नु पर्यो, अब सबै कुरा सेटअप गर्नु पर्यो। त्यसपछि गएर वासिङ मेसिन प्रोपर लुगा धोएर दिन्छ तपाईँलाई होइन। अनि मेटा पनि त्यसै एउटा सिस्टम हो कि होइन। बट त्यो सिस्टममा फेरि तपाईँले लुगाको सट्टा लगाएर फलफुल लगाएर धोइदिनु होइन। सो यस्तै कुरा हो कि तपाईँले गएर मेटाको सिस्टममा चाहिँ हाल्ने कुरै केही थाहा छैन होइन, हाल्दै हुनुहुन्छ रङ पोइन्ट अफ कन्टेन्ट्स, हाल्दै हुनुहुन्छ रङ काइन्ड अफ अडियन्स लागि नि। अनि त्यहाँपछि गएर तपाईँको मेन हाल्ने कुरै रङ छ भने त त्यो वासिङ मेसिन त त्यो राम्रो सफा गर्दैन, त्यो बिग्रिन्छ फलफुल त होइन। सो अन्डरस्ट्यान्ड द सिस्टम, चाहिएको कुरा के छ एल्गोरिदम बुझ्नु पर्यो। अनि त्यहाँपछि गएर त्यो अनुसार एक्ट गर्ने हो, अडियन्ससँग बुझ्नु पर्यो वाट दे वान्ट, वाट दे निड होइन। अनि त्यहाँपछि गएर त्यो बेसीमा चाहिँ कन्टेन्ट क्रिएट गर्ने हो। किनकि वी आर अ इमोसनल सोसल एनिमल नि त, भनेपछि हामी इमोसनली कनेक्ट गर्न ट्राई गर्ने हो होइन। मैले हाम्रो भिडियो कतिले बनाइसकेको छु कि एजुकेट, सल्भ देयर प्रब्लम, देन ओन्ली अफर देम समथिङ एबाउट यो प्रोडक्ट होइन। त्यो कुरा चाहिँ कुरा गर्नु होला। अब यहाँ धेरै कुराहरू छन्, सो अरू भिडियोमा कुरा गरौँ ल। सी यु अन द नेक्स्ट भिडियो।